छु। अनि अब यो उमङमा के छ भने अब हामी जुन व्यक्ति जस्तो मनुष्य भयो अथवा जुनै प्राणी भयो त्यसमा आफ्नो के अरे जीवलाई मन नपर्ने आस्था नभएको कुनै व्यक्ति हुँदैन अरे। आफ्नो जुन एउटा के अरे के आयु भन्छ नि आयुलाई चाहिँ अब अलि लामो होस् भनेर सबैलाई चाहिँ मनको एउटा के भन्छ अब श्रद्धा भनौँ अथवा चाहिँ आस्था हुन्छ अरे सबै। अब नर्कको प्राणीहरू हुँदैन मान्छे। नर्कको प्राणी चाहिँ एकदम चिसो तापले घाम सधैँ यहाँबाट कसरी जाउँ यो ठाउँबाट कसरी निस्केर जाउँ भनेदेखि त्यो शरीर त्यही बस्छ भने सोच्दैन भनेछ। त्यहाँ त्यो बाहेक सबै प्राणीले चाहिँ मेरो शरीर चाहिँ अलिक जीवित बसे त अलिक ठुलो बसे त अलिक लामो बसे त अलिकति के अरे हिगैसम्म बसे त भन्ने खालको त्यस्तो विचार सबैले हुन्छ अरे। जस्तै यहाँ बिचरा त्यो प्राणीहरू हुन्छ नि अब भेडा भयो पखा भयो कुखुरा भयो माछा भयो होइन तिनीहरू सबै हामीले त्यो सम्बन्धहरू भएको छ नि। अब कुनै त धेरै अब अविद्य बेसी भएर अन्धकार बेसी भएर मान्छेले मार्नु खोज्दा पनि त्यो भाग्नु सक्दैन होइन हो त्यो हो त्यस्तो हो। त्यसले गर्दाखेरि अब त्यो धेरै अविद्य ठुलो हुँदा त्यस्तो पनि हुनसक्छ। तर अरू सबैलाई चाहिँ मेरो जीवन चाहिँ अलिकति लामो बसे त चिरञ्जीवी बसे त भन्ने खालको त्यस्तो विचार हुन्छ अरे। अब यसमा इन्डियाको एउटा महापण्डित छ के अरे आचार्य एउटा अगिन्द्र स्वर कीर्ति भन्नेले के भनेछ भने उहाँले के अरे उहाँले के भने चाहिँ प्रवार झिसिचो भारस प्रवारले झिसिचो होस् प्रवारले झिसिचो सोनम लासो सरी मैले ओके प्रसोले चेबानी चियम योगर माथुङ दे देवे युदो थापा छिवा कुदिछु। यो संसारमा हामी के अरे जन्म भइसकेपछि सबैले चाहिँ आफ्नो आयु भन्छ नि हो त्यसलाई चाहिँ एकदम मनको यो आस्था हुन्छ क्या। कुनै पनि व्यक्ति हुँदैन आस्था नभए अघि पनि होइन एउटा अब नार्का भयो अरू हुँदैन नि। त्यसले गर्दा हामीले के हुन्छ विभिन्न चाहिँ उपायबाट चाहिँ अनि आफ्नो के अरे यो मरणबाट बच्नुको लागि हो अथवा आयु लामो हुनुको लागि चाहिँ कुनै उपाय चाहिँ गर्नुपर्छ भन्ने मात्रै भन्छ। अनि मान्छेहरू चाहिँ कसरी हाम्रो यो आयु गर्छ भन्दाखेरि चाहिँ आयु गर्ने कुनै कारण हुन्छ के भन्छ कसरी कारण कसरी हुन्छ भन्दाखेरि अब जस्तै आफ्नो बाबाआमालाई गाली गर्ने कुट्ने पिट्ने गर्ने त्यसलाई आयु गर्छ भन्छ। अनि त्यही जस्तो आफ्नो गुरुबाट धर्म थामेर गुरुलाई नराम्रो गऱ्यो भने त्यसले पनि आयु कमजोर हुन्छ भन्छ। त्यसलाई चाहिँ अब यहाँ धम्याम सेम्टु भने धम्याम भनेर चाहिँ के भन्छ हामीले यो जस्तै यो हुन्छ नि एउटा सिल हुन्छ नि सिल भङ्ग भएर सिल भङ्ग हुने। अनि एउटा चाहिँ मान्छे एकदम राम्रो धर्म केही पनि नजाने तर एकदम राम्रो मनभाव पनि हुन्छ त्यस्तो व्यक्तिहरू हो। त्यस्तो व्यक्तिलाई चाहिँ एकदम मन दुखायो भने त्यसले पनि हाम्रो के अरे आयु चाहिँ कमजोर हुन्छ भनेछ कमजोर हुन्छ भनेछ। अरू पनि पिताको जुन यस्तो अब मूर्तिहरू बिगार्यो त्यस्तो पिताको वचनहरू हुन्छ नि कति तेगिर भन्छ तिनीहरूलाई नास्ता गरिदियो त्यस्तो गरे पनि अनि के हुन्छ भने आयु घटेर जान्छ। अब आयु घटेपछि त्यो आयु घट्यो